फर्कि यता त गाडी कलेक्सन राख्दा यसरी मेरो नि एक दिन गाडीको कलेक्सन भए त कस्तो मजा आउँथ्यो होला है। पानी त यस्तो डेन्जर परिरहेछ क्या। मेरो थोपडा हेर्नु न, थोपडा कस्तो दामी भएको थोपडा। सो हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। वेलकम टु माई नेक्स्ट भिडियो अनि वेलकम टु माई भ्लग है। अनि आज चाहिँ 365 डेजको सेकेन्ड डे भयो होइन। तपाईँको आज चाहिँ के हुन्छ कस्तो हुन्छ त्यो कसैलाई पनि थाहा छैन, इभन मलाई पनि थाहा छैन त्यो कस्तो के हुन्छ भनेर। अनि जस डेली भ्लगमा म चाहिँ दाङदुङ बनाइदिरहेको छु। अनि हिजोको भ्लग हेर्नुभयो होला तपाईँहरूले, अनि कस्तो रहेछ भनेर मलाई कमेन्ट गरिदिनु होला। अनि आज चाहिँ वैशाख जेठ असारको 15 गते टक्कै यता मैले दही चिउरा राखिरहेको थिएँ। दही चाहिँ सुकिसकेको रहेछ, देखेछ नि होइन। दही चिउरा चाहिँ होस् मिठो हुन्छ, अझ केरा सेरा हाल्यो भने दामी हुन्छ क्या। लगाइ खाने हो ल, खाएँ मैले चाहिँ। यो त्यो दही सुकेपछि त स्वादै कस्तो हुने क्या है। अनि सो आज चाहिँ बाइक सर्भिसिङमा लिएर जानु छ। अब के कस्तो खर्च लाग्छ कसैलाई थाहा छैन। म चाहिँ यता बजार सोरुम आइरहेको छु अहिले। अनि मैले बाइक चाहिँ सर्भिसिङको लागि छोड्दैछु होइन। त्यो क्लच के साउन्डहरू आइरहेछ होइन। अनि भर्खरै चाहिँ छोडिदिएँ मैले। अब हेरौँ के कस्तो हुन्छ। सब फोहोर त भइरहेछ कि अन्त अहिले चाहिँ यो क्लचको नि प्रब्लम भन्न सकिरहेछ। अनि सक कहिलेकाहीँ हावाले गर्दा पनि त्यस्तो भइरहेको भन्दा छ क्या। अब हेरौँ कस्तो हुन्छ। अहिले चाहिँ बाइक छोडिसकेँ मैले। यो चाहिँ कुसिङगालको क्या तपाईँको बजार सोरुम। अब फर्स्टमा त चिजहरू खानु लास्ट गर्नु भइरहेको क्या। बाइकबाट उसले के गर्ने यता यो टेपी एरियातिर चाहिँ धेरै जस्तो तपाईँको ग्यारेजहरू मात्रै छ नि त। हामी यो बाटो आइरहेको थियो। यो कहाँ जान्छ भनेर मैले हेरिरहेको। त्यहाँ गेट रहेछ, गेटमा पुरा सामानहरू झार्दा रहेछ क्या। अनि अब हिँड्दै भ्लग गरेपछि त तपाईँलाई थाहा भएकै कुरा हो यो गर्मीमा कस्तो फिल हुन्छ भनेर होइन। सबै टिचरहरू उप हुन्छ, अन्डा चना चाहिँ खानुपर्छ। यता त गाडी कलेक्सन राख्दा यसरी मेरो नि एक दिन गाडीको कलेक्सन भए त कस्तो मजा आउँथ्यो होला है। पुरै एरियाभरि तपाईँको गाडीदेखि लिएर बाइकहरूदेखि लिएर अब हुन्छ नि सबै त्यो मेकानिकल सामानहरू हुन्छ नि, मेसिनेरी सामानहरू जस्तै गाडीहरू यस्तो पनि बनाउँदो रहेछ यो त। सिताहरू के हुन्छ नि त्यो के भन्छ त्यसलाई, त्यसलाई के भन्छ, गाडा भन्छ र त्यस्तो केही भन्छ होइन। अनि त्यो पनि बनाउँदो रहेछ यता चाहिँ। अनि यता स्कुटर बाइक साइक नर्मल वर्कसपदेखि लिएर यता आफ्नै कम्पनी हुन्छ जस्तै बजाज हन्डा के कम्पनीको पनि हुँदो रहेछ। हात चाहिँ दुइसक्यो त्यहाँ मैले यसो समातिरहेको छु होइन। यो घर चाहिँ के हो यो कलेज रहेछ, कलेज नेसनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी। यस्तोमा त पढेर हामीले खाँदैन होइन। सो गर्मी भएर चाहिँ हामी टक्क कोक खान आइरहेको छौँ होइन। यताउतितिर है, यताउति यो ठाउँै थाहा छैन मलाई कहाँ हो होइन। यताउति होला गर्मी छ। अब यो कोक एकछिन यहाँ राखिराख्यो भने यो पनि यसरी उम्लिन्छ होला क्या। यो कोक पनि प्लक भएर उम्लिन्छ होला होइन। अनि जस चिसोमै खानुपर्छ कोक चाहिँ। अनि कोक पनि धेरै खानुहुन्न, जस दिनमा 1 क्यारेट खाइपुग्छ। जस के भन्ने क्या, केही भन्नलाई छँदै छैन। बाइक सर्भिसिङमै गइरहेछ, पैसा सिद्धिनु भयो, पैसा नभएर बेला चुना लाग्नु भयो। झन् मोडिफाई हानु भनेको बाइक यहीँ सर्भिसिङ गर्दै पैसा खाँदो रहेछ ल्याम के गर्नु गर्छ। यस्तो दाइलाई मोज छ यार।
मोज त के भन्नु, गर्मी त गर्मी हुन्छ, काम हो है, तर त्यसमा त्यति खर्च लाग्दैन नि त, बराबर छ। अब हेरौँ जे हुन्छ राम्रोकै लागि हुन्छ होइन। सो हामीलाई चाहिँ अल्छी लागेर यसो एकछिन घुम्दै बसिरहेको छौँ होइन। एक बच्चा अरे होइन त्यो के अरे घर बनाएछ बाइक बनाउनलाई चाहिँ, एक बच्चा अरे, अनि त्यही भएर यसो डुलौँ भनेर चाहिँ डुल्दै आएको। घरहरू यस्तो दामी दामी घर छ क्या। ल गाडी हेर्नु न, गाडी कस्तो सेक्सी रहेछ अरे गाडी। अनि यो घर हेर्नु नि झन्, ओहो यहाँ यो ललितपुर एरियातिर त दामी दामी के घर कस्तो खतरनाक, त्यो हेर्दै चोरिदिनु जस्तै, चोर्न त मिल्दैन होइन। अनि जो घरहरू हेर्दा पनि दामी दामी छ क्या। अब जस्तो यो सानो सानो घरको पनि दामी छ क्या। यो ठुलो भइहाल्यो, यता भइहाल्यो, यता जता त्यतै पनि क्या घरै घर होइन। सबैको सपना हुन्छ, सबैले स्ट्रगल गरेर हुन्छ। अब कतिजना बिजनेसम्यान होला, कतिजना होइन पुलिस होला, कतिजना के होला होइन। जो दामी छ क्या घर। त्यो अगाडिको ब्ल्याक कलरको घर पनि दामी छ यो। मेरो त बाइक हावाले सफा गरिरहेको छ होइन, त्यो पानीहरू हटाइरहेछ। उता हेर्न सक्नुहुन्छ, त्यहाँ चाहिँ भित्र डेन्जर साउन्ड आएर चाहिँ मैले त्यहाँभित्र चाहिँ गरिनँ होइन। फेरि यता गोकर्ण पुगिसक्यो, घुम्नलाई आइरहेको थिएँ म होइन। घुम्नलाई आइरहेको पानी त यस्तो डेन्जर परिरहेछ क्या। मेरो थोप्रा हेर्नु न, थोप्रा कस्तो दामी भएको थोप्रा। अनि मैले बाइकलाई एकछिन गर्न बसिरहेको छु, के अरे एकछिन त्यो कुरो के भन्छ चिसो हुन्छ नि, त्यसको लागि छोडिदिरहेको छु यत्तिकै। किनकि अघि तातिरहेको थियो क्या, डेन्जर तातिरहेको थियो, यहाँ कस्तो हिटाइरहेको थियो। अनि अहिले चाहिँ केही छोडिदिरहेको छु। अनि सर्भिसिङ गरेको थिएँ नि मैले, त्यही भएर खासै कुरा होइन। अहिले रेपहरूले गर्छ नि, यो घटाएको छ नि, त्यो चाहिँ घटाएको जस्तो। अनि मैले एउटा चिज थपेको छ त्यसमा, अनि त्यो चाहिँ म नेक्स्ट भ्लगमा देखाउँछु के चिज थपेको भनेर। अहिले चाहिँ यतानिर हेर्नु कस्तो पानी परिरहेछ, सर र दामी पानी परिरहेछ है। पानी बसेर यसो हेरिरहेको छु पानी परिरहेको होइन। पानीले यता खोलाइ बनाइसक्यो। यस मेरो बाइक सेक्सी छ क्या। लुक्स हेर्नु न, पछाडिबाट लुक्स हेर्नु त कस्तो सेक्सी छ क्या है। मेरो ड्रिम बाइक हो क्या एनएस भने चाहिँ, ड्रिम होइन। बच्चा बेला मैले बाइक पनि सिकेको मेरो साथीको बाइकबाट हो होइन। एनएस चाहिँ त्यो पनि पहिला 2017 कि 18 मोडलको एनएस हो त्यो चाहिँ होइन। कार्बोरेटरवाला, यो चाहिँ एफआई एबिएस भयो। त्यो चाहिँ कार्बोरेटरवाला थियो पहिला मेरो साथीको, त्यसबाट सिकेको थिएँ। अहिले चाहिँ आफ्नै एनएस भइसक्यो होइन। जस खुसी लाग्छ। जस अब घर परिवारले गर्दैन भने कसैले गरिदिँदैन क्या। त्यही भएर यो बाइक भएर चाहिँ मलाई एकदम खुसी लागिरहेको। अहिले यता खोला हेरिरहेको छु म। हेर्नु न यहाँ कस्तो दामी खोला बगिरहेको छ है। दामी गुट्का सुट्का खाएर फालिदिने यता, त्यस्तो बानी राम्रो होइन नि। बाटोमा यहाँ खाएर फालिदिने होइन, त्यो बानी राम्रो होइन नि त हो। जस मलाई उता माथि फेरि एकछिन घुम्न जानु छ क्या। हेर्नु न कस्तो दामी देखिरहेछ क्या त्यहाँ माथि है। त्यो चाहिँ भरेङ हो है, त्यहाँ माथि जाने भरेङ हो। त्यो शिवांश हाई भन, हेलो भन, नमस्ते भन। के गर खाना खायो? कहिले खाने? ल ठिक छ, उफ्रिदेऊ त एकचोटि, नाच्देऊ। आकाश पनि भर्खरै कराएको थियो, त्यो पनि सँगै आइरहेको, त्यो पनि सँगसँगै आइरहेकै थियो। आकाश पनि भर्खर गाराङ गुरुङ गरे जस्तो लाग्थ्यो। सो अब हेरौँ कति बेला पानी रोक्छ होइन। अनि म चाहिँ घर पनि जानुपर्छ, किनभने खाना खाएको छैन। अनि अब हेरौँ कस्तो हुन्छ है त। अनि सब्सक्राइब के भन्छ त्यसलाई, लाइक सेयर सब्सक्राइब है। लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। अनि कमेन्ट पनि गर्नु होला भ्लगहरू कस्तो आइरहेछ। अब नयाँ भ्लगहरू आउँदै गर्छ है त। बाइकलाई चाहिँ